नमस्ते वेलकम ब्याक टु माई च्यानल। धेरै पछि म चाहिँ आज रामकोट छु, आइसकेर जाँदैछु। अनि यस्तो घाम लागेछ, पोलेर म यहाँ अब पड्किने बेला आउँदैछु क्या, टाउको टनक टनक भयो। आइसा माथिबाट आउँदैछ, म चाहिँ जाँदैछु। अब बाटोमा भेटिन्छौँ हामी, लेट्स सी के गर्छौँ भनेर। यस्तो गर्मी, आम्मामा केही विधि गर्मी पाकिसक्यो म गर्मीले। अब हेरौँ है त कता भेटिन्छ आइसा। अनि आई सी गाइस, म चाहिँ हिँड्दैछु, घाम छ, हावा लागिरहेछ, सबै भइरहेछ एट द सेम टाइम। आइसा यहाँ आउँदैछु, नोइज हेरौँ अब कता भेटिन्छ। अलि उतै भेटिन्छ होला सायद। म चाहिँ बाटो झुक्केर फोन गरेर सोधिसकेँ, किनभने म अहिले अलिक पछि आएँ कि। अनि मलाई चाहिँ बाटै याद हुँदैन कि, जतिचोटि हिँडे पनि। आइएम भेरी वर्स बाटो याद गर्नुमा, यादै हुँदैन, कहिले पनि याद हुँदैन। सोध्दै सोध्दै हिँड्ने हो, हराउँछु म त जहाँ गएँ। म त बाटो सोध्दै हिँड्ने हो, बरु सँगै जानलाई सोध्छु। त्यस्तै हो, जति माथि आयो त्यति हावा लागिरहेको छ। तल चाहिँ यस्तो पोल्ने घाम छ। आई थिङ्क आइ एम अन माई राइट वे, यही नै हो बाटो। पर्फेक्ट हाइकिङ भइरहेको है मलाई। अलिकति हिँड्नु परेपछि मलाई हाइक हुन्छ कि। यस्तो राम्रो छ यहाँको भ्यू, कस्तो मनपर्छ हौ मलाई। घरतिर गए जस्तै शीतल शान्त, पुरै हरियाली हुन्छ नि। पर्फेक्ट पिस प्लेस इन काठमाडौँ। गर्मीले पाकेँ है म। अब कहाँ भेटिन्छ आइसा। यस्तो थियो बाटो, सबै बनाइरहेको थियो कि। धन्न जुत्ता लाएर आएको। कहाँ जान्थ्यो? कति भयो नि त मैले नहालेको, कति भयो नि त नहालेको, त्यही भएर यस्तो हालिदिउँ भनेर। म त उल्टो बाटो आएछु कि जस्तो लाग्यो कि। अब त्यो समर भ्याकेसनमा हाल्ने अनि जाम्ला नि त। तर है तल कस्तो घाम छ, जति माथि आयो त्यति शीतल छ भने, जति माथि आयो त्यति हावा लाग्छ। अघि आइपुगेको म चाहिँ, यस्तै छ यहाँको दमदम। भूत भएको खिचेर बस्नु न अहिले। म नि भूत छु हौ। हो यहाँ आइज न, त्यो टल्केर हो कि त भूत भयो, होइन टल्किया हो। कति घाम हो। ओके, वेलकम टु आवर च्यानल। देखियो कि छैन थाहा भएन, तर मैले देखाइदिएँ। हाई गाइस, हामी चाहिँ ट्रेकिङ जान लाग्यो। वाइट चस्मा सबजना। यता चाहिँ आउन, यता चाहिँ आउन, यता चाहिँ यता आउनु न। हो यता यता आउन, यता अट्रिना पनि आउँछ न। होइन खोइ त अट्रिना, खोइ त बाबा। अब हामी जान्छौँ बिफोर द ट्रेक। We are like this. अब हिँड्दैमै हामी चाहिँ। आमा उही अटिनाको जुत्ता देखास्, हिँड्न सक्छ ऊ। तैँले पो बोक्छिस्। म यतिकै ठिक छु, घट्नु छैन, घट्नु छैन मलाई, म ठिक छु। फिट एन्ड फाइन।
Bye bye. It's like so much sun. And yeah, we are going. Let's go. अब यता हेर्दाखेरि म तल गुल्टिनु पर्छ है त अब हाम्रो ट्रेक सुरु हुन्छ सुई 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 कोतारेर जिउभरि घाउ हुन्छ यहाँ त्यो गीत छ नि एउटा भन त गीतै आउनु मलाई के भन्ने उता जाने हो कि ल हिँड छिटै हामी ट्रेक स्टार्ट भयो है हामी चाहिँ 4 जना छौँ आइसा आन्टी बहिनी म अब हामी हिँड्छौँ सुई सुई लाएर फटाफट यसले ढाडमा कोताऱ्यो भने त 3 दिनसम्म दुख्छ सुनिस् हस् कहाँ होला फेरि म हाम्रो चाहिँ हाइकिङ सुरु भयो हिँड्दैछौँ सुई सुई लाएर हामी चाहिँ हिँड्दैछौँ अघि नाटक पारेर कपाल सपाल छोडेर हिँडेको थियौँ अहिले चाहिँ हाम्रो नाटकको पोपट भइसक्यो यही होइन सिधै यसको भ्लग फेरि बनाउनु परेन यत्रो पछि बनाइरहेको छु म यहाँ कति एक्जाम दिनभन्दा अगाडि बनाएको थिएँ मैले नाइ बोकिनँ नि अबे पुरै आउँथ्यो नि त्यहाँको भ्यूहरू कस्तो दामी दामी भ्यूहरू छ अब के गर्ने बोकिनु ज्यादा ढल्छ होला त्यहाँ माथि ला ढलेर घरै आइपुग्यो हुन्छ गर्नु पाएँ है म वकिङ रोकिन आइस तँलाई भेट्नु नि गाह्रो भयो रोकी भने पाएको देखामै हामी चाहिँ सेम लगाएको वाइट वाइट एकदम वाइट वाइट अब माथि भेटौँ ल हात गलेको समाल्छ मलाई साइड लगाइ हो यता होइन यहाँबाट चाहिँ कहाँ पुगिन्छ र हाम्रो आन्टी बहिनी आइसा यस्तो छ यहाँको भ्यू त्यही बसेर खाए हुन्छ ऊ त्यहाँ ठ्याक्क आइसा अट्नी छ त्यहाँ आन्टी चिप्लेलाई एकछिन भयो नि बर्थडे आयो धन्न हाम्रै लागि आइदियो जस्तो लाग्यो म पनि त्यस्तै लाग्यो यति हिँड्दै पसिना आइसक्यो यहाँ तलबाट ऊ त्यहाँ माथि पुग्ने हामी हिँडेर कति बेला पुग्ने हिँडेर है अब चाहिँ माथि पुगेपछि बल्ल भेट्छौँ यस्तो छ बाटो बिजोक छ बिजोक जुत्ता खोलौँ केले कोप्यो कोप्यो चिप्लेर अब हामी जुत्ता मोजा खोलेर जान्छौँ है त सुरु देखा हिँड्दै मजा हामी वहाँ पुग्न यहाँ बस्यो नि यहाँबाट आएको हामी रमाइलो चाहिँ भयो मजाले चिप्लियो हामी भेरेर दुइटै फोटोसुट भयो अलिअलि कि यहाँ आइसा चाहिँ यहाँ म छु आन्टीहरू अगाडि हुन्छ फेरि हामी हिँड्न कन्टिन्यू गर्छौँ अघि लड्यौँ अनि छ भर्खर देखेँ अघि लड्यौँ दुवैजना आइसा म पहिला आइसा लडी ओइ रोक 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 टेक 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 भन्यो त्यसपछि म लडेँ लड्नु त जिन्दगीमा भइरहेको छ लड्दै अगाडि बढ्दै लास्ट चिप्लो कि झन् जुत्ता लगाएपछि त झन् चिप्लो हस् हो कन्टिन्यू सुई सुई हिँड्नलाई लेट्स सी
तर धेरै माथि रहेछ नि यहाँबाट आएको हाम्रो चाहिँ आइपुग्यौँ है हामी गर्नु भयो अरू है आइ खाइसकेँ मैले चाहिँ आनन्द भयो खाएर यहाँ चाहिँ बहिनी कहाँ चाहिँ गनगन आन्टी आइसु सुई सुई यसले बोतल समातेर हल्का भयो के बसिसक्यौँ यता चाहिँ फर्किन के हो भने चिल चिल पानीपुरीको पानी है त्यो चाहिँ पानीपुरीको आलु चटपटे भुजा यो आइसा बहिनी त्यहाँको निकाल भट्टाभट तिमीहरू अरू फरक फरक गर है तिम्रो लुगाहरूमा लाग्नु ल्याउन आइसक्यो छैन त छैन अरू खाइहाले ल ल ल ल पानीपुरी आलु चम्चा निकालौँ है पानी ल आइसो पानीपुरी वाली झोल वाली म चाहिँ भिडियो वाली पानीपुरी लाग्यो के खान्छ नै पानीपुरी तर्पने मात्र हो तर नआयो अन्त भिडियो खिचिरहेको छ भर्खर सुरु गरेँ भर्खर पानीपुरीको झोल खाएको लागेर यहाँ अब यहाँ पनि लाग्यो क्या निस्क्यौँ त्यहाँबाट भयो अनि हिँड्दैछ भने आज यसो नानीहरू उठ्नुपर्छ कता हो र बाटो यहाँबाट मामा ल हिँड्दैछौँ है हामी चाहिँ अब घरतिर फर्किन आइस घरतिर आज आई विल स्टे देयर होइन त आज आई विल स्टे देयर होइन ओके है अड्रिना उसलाई हजुर हेर्नु यहाँ हट र लिभर झरेको छ सती भगवानको त्यसरी एउटा झरेछ सती भगवानको पार्ट झरे होइन यसलाई त्यति नै थाहा हुन्छ यहाँ फुल बेच्न मिल्छ मिल्दैन कत्रो आयो तपाईँहरू हिँडेर भ्युज राम्रो अब चाहिँ हामी निस्किन लाग्यो कहाँ हो यसको ध्यान मेरो ध्यान उतिर उसको ध्यान कतातिर भन्थ्यो मेरो ध्यान उतिर उसको ध्यान कतातिर भन्थ्यो त्यस्तै होइन अब चाहिँ हामी झर्छौँ झरेपछि म देखाउँदिनँ किनभने त्यही बाटो त हो
बहुत टाइम लाग्छ अघि त लड्दै पर्दै आएको थियौँ हामी फटाफट जानुपर्छ पानी पर्न रहेछ अब सियु तल गएपछि ओके अब भिडियो चाहिँ यस्तैमा इन्ड हुनेवाला छ किनकि हाम्रो सफर सकिसक्यो अनि हामी घर फर्किँदैछौँ र डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब बाई हामी चाहिँ हिँड्दैछौँ है दुईचोटि चिप्लिसक्यौँ दुईचोटि चिप्लिसक्यो आइसा एकचोटि म दुईचोटि यस्तो बाटो हिँड्नुपर्छ जुत्ता मात्रै खोलिदिउँ हामीले थाइट ल बाँचेर घर पुगेछ भने भेटौँ न गाह्रो छ बाटो पर्फेक्ट हाइक हुँदैछ है हिँड्दैछ खाल्टोमा परेको के हाम्रो चाहिँ पर्फेक्ट हाइक हुँदैछ हिँड्दैछौँ पुग्यो ओ यहाँबाट के गरेर चढ्यो अनि धन्न जुत्ता खोल्यौँ हामी जुत्ता चप्पल दुइटै खोल्यौँ के अरे जुत्ता चप्पल मोजा जुत्ता भन्छु अरे ल हिँड्दैछौँ हामी यो कहाँ हो होइन कि भन्नु खोजेँ यो आरती बजेको कि यति धेरै सल्लाह के चिप्लिन्छ अनि हुन्छ अब आउनु आँटिसक्यौँ रे Yes. Yes, Sirisa, yes. Good luck, good. Don't mistake. Okay, no problem. I'll try again. Okay. Oh yeah. And my dear son is running now. Oh wow. Yes. हामी पुरा जङ्गलमा आएर आज खेल्दैछौँ हामी दुईटा छोरी यसरी पुरा जङ्गलमा यो कालोपाडाको डाँडी पञ्चकुमारी भकुते महारानीको मन्दिर भएको यो मेरो घर भएको माथि चाहिँ तपाईँको यो ताल्लो पाडे भन्छ डाँडालाई यस्तो राम्रो छ द्याट भ्युज इज भेरी ब्युटिफुल नाइस ल छोरी ल जोस गर ल ओके यस सिरसा ठोके यस धन्य म ठोकेले My God, jungle is so nice. Views of tree only very big, very bird is very beautiful type of tree, you know. क्या मजा जंगल छ यार ल सिरसा जोसको साथले हान ल जोसको साथले यस ल हाने सिरसा गुड कक्ची खतरा खेलाएको छ गुड यस ओ माय गॉड गुड ल जोसको साथ ल सिरसा यस